हेलो साथीहरु वेलकम छ हजुरहरुलाई के छ त हजुरहरुको खबर आज चाहिँ म सुटको लागि सामान लिन जाँदै छु के सामान भन्दा प्लास्टिक दाइले प्लास्टिक लिएर आउँदै हुनुहुन्थ्यो थाहा थिएन कि यस्तो प्लास्टिक छ भनेर प्लास्टिक दाइ र म त हेरे भयौं के कस्तो प्लास्टिक यस्तो फोर्स कसरी लानी भनेको त यसमा हालेर लानु रे तै पनि लिएर आएँ अनि लिएर आएपछि दाइले यति मजाले सफा गर्नु भयो हैन अनि दाइले भोलि पनि मज्जाले गर्नु भएको थियो अनि हामीले चाहिँ रुम भित्र गएर रुमको सबै त्यो पर्दाहरु एक साइडमा राखेर प्लास्टिक हाल्यौं अबि प्लास्टिक यस्तो दामी रुममा यस अब त के त गर्नु पर्यो सुटको लागि अब गर्नु पर्छ नि त एउटा मान्छे भइसकेपछि हैन नयाँ नयाँ क्रिएटिभिटी अनि दाइले यता लाइट मिलाउँदै हुनुहुन्थ्यो अनि यस्तो हेरा मिटर हो भने होइन यो त लाइट हो रे अनि हाम्रो वाइ दाइ कवि दाइको भिडियो सुट हो आज चाहिँ अनि हामी यता लाइट मिलाउँदै हुनुहुन्छ दाइहरुले बाहिर पछि फेरि हामी भित्र गयौं अनि दाइ माथिबाट आउनु भयो अब दाइको कुरा सुनौं है त ल दामी भएछ त यार ल दामी हेर्नु न यस्तो बब्बाल यस्तो चिज चाहिँ डकुमेन्ट गर्नु पर्यो क्या अनुज हेर मेहनत हो नि दाइ आर्मी हैन यो कला त देखिनु पर्यो नि त पसिना हेर त्यहाँ दाइहरुले हँसाउँदै हुनुहुन्थ्यो जस रमाइलो भयो अनि फेरि पछि सामानहरु मिलायौं र मिलाइसकेपछि चाहिँ अब चाहिँ सुटको लागि रेडी भयौं अनि दाइ पुरा ध्यानमा हुनुहुन्छ रेडी हुनुहुन्छ र लाइट बालेपछि त झन् यो रेड लाइटमा कस्तो बबाल देखिएको थियो क्या अरु लाइट पनि हालेको हेरेको तर रेडमै बबाल देखिएको थियो अनि दाइको चाहिँ नयाँ म्युजिक भिडियो आउँदै छ त्यो गीत चाहिँ यस्तो दामी छ के गुजबम्स आउने खालको हैन हजुरहरुले चाहिँ सुन्न नभुल्नु होला स्काथी रेकर्ड्सबाट चाहिँ अपलोड हुन्छ युट्युबमा अनि हजुरहरुले हेर्नु होला सपोर्ट गर्नु पर्छ अनि त्यसै चाहिँ हाम्रो सामानहरु चाहिँ एक साइडमा राखेर अनि दाइले चाहिँ भिडियो खिच्दै हुनुहुन्थ्यो अनि भिडियो खिच्न नि गाह्रो छ नि त है ढल्की यताउता गरेर खिच्नु पर्छ तर दामी खिच्नुहुन्छ क्या दाइले पनि अनि यता हाम्रो साइडमा चाहिँ हाम्रो केटीएम दाइ हुनुहुन्थ्यो अनि दाइले पनि सपोर्ट गरिरहनु भएको थियो टक्क टाउको हल्लाउँदै हैन अनि त्यसपछि अब हामीले एकछिन लाइटलाई अफ गर्दियौं अनि गर्दिसकेपछि अझै पनि सुट चाहिँ बाँकी छ र तर रात परिसकेको थियो अनि म चाहिँ निस्केको गाइज बाइ बाइ सी यू थ्यांक यू फर वाचिङ माइ भिडियो